नमस्कार। आज हामी अमेरिकाले पछिल्लो समय विभिन्न 38वटा देशहरूलाई जारी गरेको भिजा बन्ड सम्बन्धी विषयमा संक्षिप्त चर्चा गर्न गइरहेका छौँ। तपाईहरू धेरैले बुझ्नुभएको होला, अमेरिकाले पछिल्लो समय B1 र B2 भिजा, B1 अर्थात् विभिन्न कार्यक्रमका लागि र संक्षिप्त रूपमा विभिन्न कार्यक्रम वा अन्य सेमिनारहरू लगायतमा सहभागी हुनका लागि जाने भिजा र B2 अर्थात् घुमघामका लागि पर्यटनका लागि जाने लगायतका भिसामा कडाई गर्दै त्यसलाई चाहिँ विभिन्न 38वटा देशका नागरिकलाई भिजाको समयमा 5,000 देखि 15,000 अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने व्यवस्था गरेको छ। त्यो व्यवस्था कस्तो बेलामा भयो भने भेनेजुएलामाथि अमेरिकाले गरेको आक्रमण लगतै यो व्यवस्था जारी गरिएको छ, जसमा भेनेजुएला, क्युबा लगायतका देशहरूसँगै नेपाललाई पनि त्यो सूचीमा समावेश गरिएको छ। यसको गहिरो कूटनीतिक कारणहरू देखिन्छ। जस्तो एउटा यसको इतिहास हेरौँ। 1947 सालमा नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्ध कायम भएको हो। त्यति बेला अमेरिकाले नेपाललाई स्वतन्त्र देशको मान्यता दिएको थियो। त्योसँगै विभिन्न कूटनीतिक, शैक्षिक र विकास साझेदारीका कार्यक्रमहरू सँगसँगै गर्दै आएको छ। यति हुँदाहुँदै भेनेजुएला, क्युबा लगायतका देशहरूलाई गरेको व्यवस्थामा नेपाललाई पनि पार्यो भन्ने एउटा शोचनीय विषय बनेको छ। विश्लेषकहरू यसलाई फरक फरक दृष्टिकोणले हेर्छन्। कोही विश्लेषकहरू नेपालमा कम्युनिजम बढ्दै गएको परिणाम अहिले देखिँदैछ भन्ने पनि विश्लेषण गर्ने गरेका छन्। यो पनि कुनै हदसम्म ठिक होला, सही होला। दक्षिण एसियामा नेपाल सँगै बङ्गलादेश र भुटानलाई पनि यही सूचीमा राखेको छ र धरौटी राख्नुपर्ने सूचीमा राखेको छ। 5,000 या 15,000 कति धरौटी तिर्नुपर्ने भन्ने कुरो अन्तर्वार्ताको समयमा अन्तर्वार्ताका लागि खटिएका कर्मचारीहरूले निर्धारण गर्नेछन् र जुन फर्किएर आउने बेलामा नेपाल फिर्ता पाउने भनेर उल्लेख गरिएको छ। यो नीतिको पछाडि हामीले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रवासन सम्बन्धी नीतिलाई पनि हेर्नुपर्ने हुन्छ। उनी प्रवासन सम्बन्धी प्रवासीहरूको माथि कडाई गर्ने नीतिकै कारण नीति लिएर नै उनले चुनाव जितेर आएका हुन् र उनले आफ्नो चुनावी घोषणापत्रमा, वाचापत्रमा जे उल्लेख गरेका थिए ती कुराहरूलाई क्रमशः पुरा गर्दै लैजाने प्रयास गरिरहेका छन्। यसै अन्तर्गत यस्तो नीति पनि आएको हो। डोनाल्ड ट्रम्प आइसकेपछि अहिलेसम्म 463 जना नेपालीहरू अमेरिकाबाट डिपोर्ट भइसकेका छन्। यो जसमा कतिपय गैरकानुनी रूपमा अमेरिका पुगेका थिए र कतिपय कानुनी रूपमा अमेरिका पुगेर पनि गैरकानुनी रूपमा त्यहाँ बसोबास गर्दै आएका थिए। 2025 को डिसेम्बरमा मात्रै अमेरिकाले 75 जना नेपालीलाई एकैपटक डिपोर्ट गरेको थियो। त्यसैले पनि एउटा कारण यो पनि हुनसक्छ कि अवैध रूपमा धेरै नेपालीहरू भिजिट भिसा या अन्य विभिन्न कार्यक्रमहरू नक्कली होस् या सक्कली आयोजकलाई निम्तो दिन लगाएर अमेरिका जाने र त्यतै गैरकानुनी रूपमा बसोबास गर्ने गरेको देखिएपछि पनि अमेरिकाले यस्तो कडा नीति नेपाललाई पनि लागू गरेको हुनसक्छ। तर गैरकानुनी रूपमा बस्नेहरू नेपाली मात्रै नभएर अन्य देशका पनि हुने हुँदा नेपालीलाई किन नेपाललाई पनि यो सूचीमा राखियो भन्ने विषयमा चाहिँ गम्भीर समीक्षा हुनुपर्छ भन्ने विश्लेषकहरूको मत छ।